सर्वप्रथम त मेरो यो भिडियो हेर्दै हुनुहुन्छ जसले हेर्दै हुनुहुन्छ सब्स्क्राइब गरिदिनु होला। र आज मैले मौरीको मह काडिरहेको भिडियो बनाएर तपाईहरुको माझ ल्याइरहेको छु। यो भिडियो कुनै आधुनिक घारको नभएर अनेक लोकल घारमा मह काडिरहेको भिडियो बनाइरहेको छु। र जसरी यहाँ मह काडेर तपाईले देखिरहनु भएको छ, यो मह काडेर तपाईले पनि यो जाँड छान्ने छपनी भनिन्छ गाउँघरको भाषामा। यो छपनीमा राखेर 2-3 दिन जति राखिदिनु होला। अनि 2-3 दिनमा जुन मह तल छपनीदेखि तैरेर तल झोल झर्छ, जुन एकदमै कञ्चन र एकदमै महत्त्वपूर्ण मह बनेर झर्नेछ। र यसरी राखेको मह बनाएको मह धेरै वर्ष राख्दा पनि नकुहिने नबिग्रिने सम्भावना हुन्छ। जब यो खोस्टारोसँग तल तैराउँदा झर्छ, त्यो मह छिटै एकदमै बिग्रिने सम्भावना हुन्छ। र यसरी तारेपछि तपाईहरुले एकदमै सफा अनि चिसो नभएको खाली बोतलमा भरेर राख्न सक्नुहुन्छ। र तपाईहरुले चाहेको बेलामा मौरीको मह खान सक्नुहुन्छ। यो मौरीको मह खाँदा के फाइदा हुन्छ त तपाईहरुलाई पनि थाहा होला। धेरै मेरो अनुभव चाहिँ तपाईहरुलाई म सुनाउँदै छु। यो मौरीको मह खाँदा के फाइदा हुन्छ, कुन अवस्थामा खाने हो भन्दा, यो मौरीको मह जब तपाईहरुले कुनै हार्ड काम जस्तै घाउकिलो काम गर्नुहुन्छ त्यतिखेर तपाईहरुको जिउ दुख्न सक्छ। त्यतिखेर तपाईहरुले सुत्ने बेलामा खान सक्नुहुनेछ। यसरी खाएर तपाई सुत्दा भोलि बिहान तपाईको एकदमै शरीरलाई एकदमै सन्चो भएर केही पनि दुखेको महसुस नगरी उठ्नुहुनेछ। र एकदमै अरू विभिन्न आफ्ना शरीरका लागि फाइदामूलकहरू पनि यो महले काम गर्दछ। र अर्को मेरो अनुभव तपाईहरुलाई पनि यो भिडियो मार्फत शेयर गरिरहेको छु। अर्को फाइदा भनेको जस्तै तपाईहरुको घरमा पनि मह भयो भने, तपाईहरुको घरमा छ भने, हामी नेपालीहरुको सबैको शरीरमा ग्यास्ट्रिक हुन्छ। ग्यास्ट्रिकलाई पनि तपाईले खानुहुन्छ भने खाली पेटमा खानुभयो भने हप्ता दिन जतिमा केही हदसम्म कम गराउँछ। निर्मूल चाहिँ पार्दैन, केही थोरै कम गराउने रहेछ। यो मेरो अनुभव तपाईलाई शेयर गरेको।